गणपते न हिरण्यगर्भ समर्पाय पूजयापते सदावं पुण्यकामतेन तस्मै जारिखादिदेव गणपते नमः भक्तादर्शनं सर्वजाति चक्रवर्ती विष्णु समर्पयामि सर्वं समर्पयामि ल अद्भुत कलश मिलाएर यिनै सामानले गरौँ आज कलश समय कहाँ या कौन संतुम जानी वर्त सामने शास्त्र दक्षिण के अवधारा ओम ब्रह्म शिवता मास शिष्टा प्रसाद तो सकरने से कलश समाज फलता जाना कलश चमके विषय का मिलो तेज दर्शन उदय मात्र गणपति को छुत सागर सत वसुंधरा जी के दिव्य तो सागर प्रार्थना फुल आ जोड़ो ये फुल छेरा तो थाली में लाल फूल वो तेल जो एक देवता ने समाधि वर्तमान मोदो जो कभी छोटे छोटे जितने देवा सेवता पेटिन बताने कई प्राप्त नमो नमस्ते परिवार जलादिनाथाय नमः परमे जीवन का यावत कर्म समाप्ति साथ तावत कर्म निष्ठ होने पर से ओम राम वैसे दिखाई दे रहा है ऐसे नहीं चल रहा ब्राह्मण को सबैभन्दा ठुलो कर्म हो अरू भने फल फटाउन ब्राह्मणको सबैभन्दा ठुलो कर्म भनेको दिज भनेकै दुईचोटि सबै देवतालाई साक्षर वर्तमानमा आदिन जाँदैछु मलाई सबै देवताहरूको आशीर्वाद मिलोस् तिथिहरूको आशीर्वाद मिलोस् आफ्नो मान्यजनको बुवा हजुरबा गुरुहरूको सबैको आशीर्वाद मिलोस् भगवानसँग प्रार्थना गरौँ ल यस हिस्सा तल सिधा राखेर लगेर अलि पछाडि सर भुइँमा टाउ गर्ने भुइँमै गर्न जोड खुट्टा खुट्टा उठावा ल त्यो टिका लिएर आएर तिनटी यता पाँचवटी कन्यालाई टिका लगाइदिनु उठाउ त कतिको नाङ्लो मिल्ने छैन रे टेन्सन जल के स्यानी गरेर बस्छ न मिलेर सेनाबाट लाउ सबभन्दा लाग्छ तिनले चुप चुप तिम्रो लाउँदै जाऊ नभए पैसा यसरी लगाउने माथि हो त्यसो गर्न भयो जयन्ती मङ्गलाकाली भद्रकालिका क्षमा शिवरात्रि सदा नमस्ते भयो एकचोटि लगाइदियो चक्कु चक्कु डरो खालको छ एउटा हो त्यो छैन क्यारे अब यिनी राम्रो यो हतियार नगर्नु भन्दा हो कम्ती खाने नि छैन त्यो बाहिर बसी ल अब हात धौ त त्यहाँ आऊ पहिला लगाइदेऊ कलश ल्याएर पूजा कोठामा राख्यो भने चाहिँ